नेपालमा ठाउँ पायो भने बाहुन छेत्रीले मात्र होइन, जुनसुकै जातको मान्छे होस् त्यो ठाउँमा पुग्यो भने त्यसले देश बेच्छ र आफू उँभो लाग्ने बाटो हेर्छ। त्यसमा चाहिँ राईहरूको सञ्जाल पनि कम चाहिँ छैन है। अब सुकुम्बासीमा चर्च बनाउने मुक्ति राई, सात तले हुकुमबासी इन्द्र राई भइहाले। सुकुम्बासी बस्तीमा बसेर राजनीतिको नेतृत्व गर्ने गोपाल राई, अनि जातीय राजनीति गर्ने चाहिँ अशोक राई। सहकारीको मेन ठग नाइके होइन, यो त विश्वभरिकै प्रख्यात व्यक्ति जीवी राई। गाई काटेर खानुपर्छ, गाई काटेर राजस्व उठाउनुपर्छ, प्रहरी थर्काउने भन्दै कराउने आर्यन राई। पुल बनाउन आफ्नै क्युआर राख्ने जितेन राई। त्यसपछि नक्कली भुटानी शरणार्थीबाट पैसा कमाउने बेचुवा, मान्छे बेचुवा चाहिँ इन्द्रजित राई। अनि अर्को भइहाल्यो हाम्रो मेन नाइके अब होइन, क्युआर आतङ्क मजाउने, त्यसपछि जातीय द्वन्द्व निम्त्याउन खोज्ने, धार्मिक द्वन्द्व निम्त्याउन खोज्ने, मयौँ भनेर घमण्ड गर्ने हर्कराज राई। त्यही भएर जातले होइन, ठाउँ पाएपछि मान्छे जुनसुकै जातको होस् त्यो ठाउँमा गएर देश बेच्छ, देशलाई लुट्छ। त्यही भएर जातीय राजनीति, धार्मिक राजनीति गरेर हामी नेपाली सर्वसाधारण जनता चाहिँ विभाजन भएर यो जुझ्ने लड्ने काम नगरौँ क्या। त्यो बाहुन छेत्री नै होस्, राई मगर गुरुङ लिम्बू तामाङ नेवार जोसुकै होस् होइन, त्यो मान्छे उहाँ गयो उसले बोल्यो भन्दैमा हामी सर्वसाधारण चाहिँ त्यसको पछि लाएर यो जातीय राजनीति नगरौँ, हामी सबै नेपाली हौँ भनेर बसौँ है त।